हेलो हेलो गाइजहरू, हजुरहरू सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज चाहिँ मैले मेरो बहिनीको पास आउटको भिडियो लिएर आएको, जसमा चाहिँ मेरो मम्मी र म भएर गएको थियौँ। अब त्यसमा चाहिँ के हुने रहेछ भन्दाखेरि अब उनीहरूलाई 9 महिनासम्म तालिम सिकाएको हुन्छ नि त। अनि त्यो तालिममा के डिसिप्लिन सिकायो, के सिकायो, तालिमहरू के गरायो भनेर देखाउने रहेछ। अनि त्यसपछि त्यहाँनिर त्यो भाइ बहिनीहरूको प्यारेन्ट्सहरू टाढा टाढाबाट आउनुहुँदो रहेछ। टाढा हुनेहरू त्यही अग्लो दिनै रुम लिएर बस्नुहुने रहेछ। अनि त्यसपछि हामी चाहिँ नजिकै भएर हामी चाहिँ त्यो दिन गयौँ। अनि हाम्रो मम्मी चाहिँ यति ठुवा परेर हेरिरहनु भएको थियो कि मेरो छोरी कहाँ छ भनेर हेरिरहनु भएको थियो कि यति इमोसनल भन्नुभएको थियो कि मेरो मम्मी चाहिँ। अनि आज चाहिँ मेरो अलिकति क्वालिटी पनि लेस भइरह। अनि उनीहरूको परेड पनि भयो। अनि हामी त्यसपछि हेऱ्यौँ, रमाइलो गऱ्यौँ। अनि मेरो बहिनीलाई खोज्नलाई यति धौधौ परेको थियो कि टाढाबाट त को हो कुन हो नचिनिने के सबै एउटै ड्रेसमा एउटै फेस देखिने। फेस त के देख्नु र, त्यो ह्याटले सबै छोपिहाल्दो रहेछ। अनि यहाँनिर चाहिँ मेरो ग्रिनमा चाहिँ मेरो बहिनी पनि रहेछ। नजिकैबाट चाहिँ अलिकति देखिए। त्यसपछि फेरि सबैजना चाथार माथार भएर यताउता हिँड्दो रहेछ। को हो कहाँ खोज्नै गाह्रो के। अनि प्यारेन्ट्सहरू, कोही प्यारेन्ट्स रोइराख्ने, कोही छोराछोरी। अनि यो मेरो बहिनीलाई चाहिँ मम्मीलाई घुमा न, म टिकटक बनाइदिन्छु भनेको के भन्छे। अनि यिनीहरूको यसो भिडियोहरू बनाइदिए। यति नै हो, हस् त।